नमस्ते, गुड मर्निङ साथीहरू। हिजो अस्तितिरको 2-3 दिनको मैले यो रासोपा पश्चिमको रासोपाको कार्यक्रमहरू हेरेँ। अरू पार्टीको नि हेर्छु, म गगन थापाको मैले इन्टरभ्यू पनि हेरेँ र झापाको डिबेट कार्यक्रम पनि हेरेँ दलहरू बिचको र भावी प्रधानमन्त्रीहरूको। तर मलाई धेरैजनाले चाहिँ के देख्यो भने रासोपालाई एकतर्फी विरोध गरेको देखेँ क्या मैले। यार म अचम्म लाग्छु कि रासोपा तपाईँहरू सबैको शत्रु हो र आफ्नो क्षेत्र देखाउँ न, आफ्नो भिजन देखाउँ, अब गर्ने योजना देखाउँ, त्यसमा आफ्नो मुद्दामा किन त्यो गर्न सक्नु भएन क्या? रासोपाले के गरेको छ तपाईँ? रासोपाले चाहिँ कसैले म त विरोध गरेको त देखेन। 3-4वटा यत्रो ठुलो ठुलो सभा गऱ्यो, कसैले कुनै पनि नेताले त्यहाँ यस्तो फलाना पार्टी उस्तो फलाना व्यक्ति यस्तो भनेन। हुँदा हुँदा नयाँ भन्नुहुँदा घरमा सामाङजीले हा 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 ल्यान्ड्याङ 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 दिन्छ। के भनेको यो? भावी प्रधानमन्त्री यो यस्तै ताल हो भने मेयर साहब फागुन 21 तपाईँ भन्दै बस्नुपर्ने दिन आउँछ, अरू त आउँदैन भन्ने दिन आउँला भन्न सकिँदैन। त्यही भएर पुरानो तथा नयाँ दलहरू तपाईँहरू पनि सचिनुहोस् र नेपाली जनता अहिले बुझ्ने भइसक्यो। तपाईँहरू जस्तो यो अरूको काटेर कुरा काटेर मैले भोट पाउँछु भन्ने चाहिँ अब सम्झिने पानी सम्किने हो। हामीले पुरानो दलहरू पनि देखिरहेकै हो, देखेर यहाँसम्म आएकै हो। अब नयाँ आउँदै गरेको दलहरू पनि मैले अहिलेसम्म अलिक राम्रो देखेको भनेको अलिक कुरा कम काट्ने उज्यालो नेपाल पार्टी, नयाँमा कुरा धेरै काटे हर्ब सङपाङको पार्टी। मैले बनेको पार्टी हो, मेरो कुरा अलिक आरेको अरूले जेसुकै भन्नु त्यस्तो नि हुन्छ। पार्टी एकजनाले चल्ने भए किन पार्टी? त्यो त घरको त यो एकजनाको त्यो चल्दैन। सामूहिक कुरालाई, सामूहिक विचारलाई, सामूहिक प्रस्तावलाई मान्दै जानुपर्छ भने यो त पार्टी हो नि यार। देशभरको पार्टी एकजनाले भनेर हुन्छ? अनि के भने त्यो अचम्म लाग्छ। यो छोडिदिनुहोस् मेयर साहब। तपाईँ साँच्चीकै देश बनाउन आउनु भएको हो भने तपाईँको भिजनलाई प्रश्न पार्न, आफ्नो भिजनमा रहेकोलाई जनता सामु कसरी डेलिभरी दिने त्यो सोध्नुहोस् कि म तपाईँको रासोपाको भाषापत्रमा, तपाईँको घोषणा पत्रमा तपाईँको भावी योजनाहरू के छ त्यो त कागजी रूपमा त सबको हुन्छ नि। कागजी रूपमा हर नेताको हर राम्रो पोइन्ट छ। कुनै पनि पार्टीको नराम्रो केही छैन कि। एमाले होस् या काङ्ग्रेस होस्, माओवादी होस् या अरू राप्रपा होस्, सबको 101 छन् योजनाहरू। घोषणा पत्रमा 101 त्यस्तो राम्रो छन् उनीहरूको उद्देश्य, तर कुनै लागु त भएन नि। तपाईँको नि त्यही हो, घोषणा पत्रमा भएको। तपाईँले अहिले मैले अलिकति राम्रो देखेको भनेको रासोपाले घोषणा पत्र वाचापत्र प्रस्तुत गर्दै गर्दा त्यसमै त्यही बुँदाहरूलाई अब हामी चाहिँ यो बुँदा यस्तो हो, यो बुँदालाई हामी यसरी गर्छौँ, शिक्षामा यो छ, हामीले त 5 वर्षभित्रमा 10 लाखजनालाई रोजगारी दिन सिर्जना गर्छौँ नेपालमै। तर कसरी सिर्जना गर्छौँ भनेर अहिले भनिरहनु भएको छ उहाँहरूले। यसरी सिर्जना गर्छौँ, विद्युतमा आइडीमा यस्तो यस्तो गर्छौँ भन्नुभएको छ। तपाईँको नि भिजन त राम्रो छ नि हर्क साम्बाङज्यू, तर तपाईँको भिजनलाई त्यो प्रस्तुत गर्ने कसरी? त कुन आइडिया? तपाईँको त्यो भिजन कुन आइडियाबाट चाहिँ अगाडि बढाउने हो त? यो गर्दा चाहिँ मेरो यो उद्देश्यहरू पुरा हुन्छ भन्ने चाहियो नि त। त्यही भएर आफ्नो भिजनलाई प्रश्न पार्नेतिर लाग्नुहोस्। अरूको कुरा काटेर देश बन्दैन र तपाईँहरूले पनि त्यही पुरानै दलको सिको गर्ने मात्रै हो। त्यही भएर अहिलेसम्म चाहिँ मेरो सपोर्ट चाहिँ नयाँमा एक त बिजुलीको चिप, दोस्रो घन्टी, दुईटामा एउटा। तर घन्टीको अलिकति बिजुलीको बहुमत आउँदैन, तर घन्टीको बहुमतको लगभग लक्ष्य लिएको भएर अलिकति माहौल घन्टीमय भएको भएर दुईवटा पार्टीलाई स्वागत छ र अरू पनि जितेर आउने पार्टीहरूलाई नि लगभग स्वागत गर्नैपर्छ हामीले। तर राम्रो गर्नु होला, त्यही छ सबैजनालाई।